Hey guys, अब यसो बजारतिर निस्क्यौँ भनेर साथीहरू अब निस्किन थालेको। मौसम पनि के छ आज पनि। आइया पाइयो भने एउटा लिएर आउँछु। नबिर्सेसम्म सामान छ 2-4 Come on! पाइन्न हो के गर्नु ब्लग बनाउने काम काजमै त्यति बजारतिर निस्केको हो अहिलेलाई चाहिँ। घण्टाघर निस्किन्छ होइन, सिधै जाँदाखेरि घण्टाघर शिवगढतिर निस्किन्छ होइन बाटो। रमाइलो छ, मौसम रमाइलो छ, मान्छे रमाइलाहरू छन् सुर्खेतमा। सबै मान्छेहरू रमाइलो छन् सुर्खेतमा, अरू स्टेट भन्दा लाग्छ मलाई है।
मेरो लुक चाहिँ यस्तो छ है, म हमेसा लगभग यही लुकमा हिँडे हुन्छु होइन। यस्तो छ मौसम। सरी गाइस, सामानहरू अब पाउँछ कि नै भन्ने कुरा हो। मगज भन्ने चिज ल्याउन आएको। मगज भन्ने चिज ल्याउन आएको हो। माथिल्लो जाउँ कि पहिला कहाँ जाउँ भन्ने भएको छ होइन। कर्णाली मार्टमा त सोधिसक्नु भएको भन्नुभयो के अरे। अब म चाहिँ अगाडि सोध्नु पऱ्यो। अर्को एउटा काम पनि भइयो होइन साथीहरू। अब अर्को एउटा काम बाँकी छ। कफी खान आएको। यो चुरोट एकैछिन यहाँ राखिदिन्छ हाम्रो वाटर काउन्टरमा। म एकैछिन आएँ है। यो त खतम छ त यार बक्स त भर्खर खोल्नु होला। सोसहरू छैन त। ल ठिकै जस्तो देखियो। के फुट्या त यार, फुट्या रहेछ। फुट्या छ। तिमी बाहेक बिताएका देखियो रङ्गशाला। साथीहरू यति रमाइलो नभए पनि रमाइलो मानिदिनु होला हेरिदिनु होला ब्लग है।
चापेको छ नि है सबले हेर साथीहरू। अब तै पनि कन्ट्रोल गरेर आफ्नो बाटोतर्फ लागिरहेको छु म होइन। तू ही मेरी सारी जमीन। यो चाहिँ श्री 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 राधाकृष्ण मन्दिर हो। आफ्नो बाटोतर्फ लागिराखेको छु मित्रहरू विचित्रहरू हुनुहुन्छ होइन, चिन्चान छैन, जस ब्लग मार्फत चिन्चान हुनेछ। ब्लग मार्फत चिन्चान हुनेछ होइन। तिहार आउँदैछ, रमाइलो हुँदैछ। यस खुच्चीले मलाई कस्तो भनेको क्या, के भयो कस्तो यार त्यो माया कसम केटी सानी बुच्चीले मलाई कस्तो हेपेको के, कस्तो हेप्न सकेको के, कस्तो चलाएको भने कि अब एउटा हातले समातेर चलाएको रहेछ। अप्ठ्यारो भइहाल्छ नि, यो एयरपोर्ट है। हाम्रो दाइ जानुभएको छ, दाइ बताइखेरि मस्तले। पुलिस दाइहरूलाई पनि सलाम छ। आजको ब्लग यति नै।